ओके गाइज हामी चाहिँ अब नानाको घरबाट हामी चाहिँ सिधै झुम्का बाङ्गे अनि के अरे उर्लाबारी हुँदै हामी चाहिँ सुवासी ससुराली घुम्न बाँकी नै छ। अस्ति नै भर्खर बिहे सिद्ध्याएर चाहिँ अब हामी कस्तो भेटिन त नि 4000मा किनेको छु बाबु 4500मा ल जाउँ अब हामी हिँड्न लाग्यो। मजाले भेटघाट गरेर पाहुनाहरूसँग सबैसँग चिन्ता गरेर ल ढोक गरे ल बा ल लाग्यो कहाँ छ हामीले ल गएँ त अब कहिले आउँछ भोलि पर्सि आउँछ। सदरमुकाम भयो त्यो अहिले दिलदार बजार आज हतियार रहेछ क्या अहिले यहाँ आएछ त्यो कता आज हटिया बजार रहेछ है हतिया लाग्दैछ है आज के बार बिहिबार
सत्तर भन्ने बित्तिकै त्यो पिपलको बोट याद आउँछ क्या त्यो सानो सत्तर त्यो पिपलको बोट हेरेर गएको छु रामपुरलाई चिनाउने भनेको यो पिपलको बोट पर पिपलको बोट कत्रो भाइहरूको चाहिँ कताबाट जाने यहाँबाट धेरै टाढा छ धेरै टाढा छ रुद्र भाइ हामी रामपुरमा त आइपुग्यौँ कि अलिकति समयले नेटवर्क काट्ला जस्तो छ अब यता हो तपाईँको अब अलिकति समयले साथ नदिएको कारणले नरिसाउनु होला भाइ कुनै टाइममा एकदम आउने कोसिस गर्छु यहाँ आउँदाखेरि रुद्र भाइलाई सम्झिहालेछु यही ठुलो कुरा हो है त भाइ ओके हामी चाहिँ यहाँनिर चतारामा आइसक्यौँ धरतीको पहिलो तीर्थस्थल भन्ने कुरा बारा क्षेत्र प्रवेशद्वार मध्ये हामी यता यहाँ होटलमा खान्छौँ भोक पनि लागिरहेको छ खाने चिसो चाट खानुपर्छ ल जाउँ हुन्छ ओके हामी यहाँ लाग्दैछौँ हेलो बहिनी के छ त यसो खानेकुराहरू दाजु के छ त खानेकुराहरू ओके यहाँनिर बसेपछि चाहिँ चट्ट लाएर सप्तकोशी पनि हेर्नु पाइने रहेछ त्यतै लागिरहेको छौँ हामी चाहिँ यो होटल कस्तो राम्रो रहेछ यहाँनिरबाट टक्क लाएर भित्र छिरेर सत्तसरी हेरेर चाहिँ नि यहाँबाट चाहिँ ल्याएर हेर्न पाउने रहेछ ल है कस्तो राम्रो छ कोशी बगिरहेको छ एकचोटि हामीले यहाँनिर बसेर पनि दाजुभाइहरू दिदी भाउजूहरूसँग बसेर खाएको थियो हेलो यति मात्र मगाएको चिउरा र के आउँछ ओके गाइस हामीसँग चतरा पुलमा आइसकेका छौँ यहाँ रेडी भइरहेछ यसले खाइरहेछ मलाई मात्रै घाटा लागिरहेछ भन्नु पनि नमिल्ने खाइरहेको छौँ यहाँ सप्तकोशी पुरै हेर्नु पाइरहेछ कस्तो मन आनन्द भइरहेछ है सप्तकोशी त उताबाट 7वटा कोशीहरू मिसेर खाएको हुन्छ अनि त्यो उतातिर आएको चाहिँ कोशी पनि त्यसलाई सप्तकोशी भन्छ होइन यो यताबाट छ नि
अरुण तम्मरु सुनकोशी दुधकोशी हुँदै मिसिएर जम्मा 7 कोशी यहाँ मिसिया हुन्छ क्या त्यो हामी यहाँबाट आउँछ नि काठमाडौँबाट आउँछ त्यहाँनिर त्यो खोला छ नि त्यो पनि यहीँ मिस्यो त्यो पनि यही मिसिएको नि सबै मिसिएर चाहिँ यहाँ 7 कोशीहरू मिसिएर चाहिँ बग्ने भएर सप्तकोशी भन्छ क्या यताबाट आउनु ओके गाइज हामीले चाहिँ खाजा खाइसकेर अब जानुपर्ने हुन्छ सप्तकोशी बाई बाई भन्दै लेट्स गो पैसा दिइसक्यो नि ठाउँ त एकदम हेरेर मन लाग्ने स्टेज छ नि के भन्नु अब सधैँ हेरेर पनि हुँदैन घाम डुब्नु लागिसक्यो त्यहाँनिर अब मास्टरी बाराई मन्दिर पनि जानु अलिकति नभ्याउला अवस्था जस्तो भयो किनभने टाइम कम भयो हामी पुग्नुपर्ने अहिले झुम्का बाङ्गे झुम्का बोल्नु परेको छ त्यही भएर ल पैसा तिरेर आऊ है म गएँ त जाने रहर थियो तर ठिक टाइम नभएकोले यतै जानुपर्छ यता अब फर्किँदा पस्नु पनि सक्छौँ यता अलिकति टाइम छैन त्यही भएर घाम पनि डुब्नु लागिसक्यो अब फेरि हामी बाङ्गेमा आज बस्छौँ पर्सि अब उर्लाबाली जान्छौँ गाइस हामी चाहिँ अब ताराबाट अलिकति खाजा नास्ता खाएर एकछिन अनि यसो आराम पनि गरे जस्तो भयो अनि त्यही हुँदै अब धेरै पनि टाइम छैन त्यही भएर दौडिनु पर्ने भएकोले हामी आधी घन्टा जति त्यहाँ बस्यौँ अब हामी डाइरेक्ट जाँदैछौँ बाङ्गे झुम्का आज हाम्रो त्यतै बास हुन्छ होला सायद त्यतै बास हुन्छ 100% त्यतै बास हुन्छ भन्ने कुरो लागिरहेको छ अलिकति बेलुकै जानुपर्छ अरे क्या पाहुनाहरूलाई चाहिँ जोसो गरेर काम छैन भन्छ त्यही भएर अलिकति हामी बेलुकै पारेका छौँ भन्दै अब यो सबै कुराबाट सिधै बेलुका आउनुतिर जाँदैछु होइन ठाउँ चाहिँ के हो थाहा भएन तर पनि यहाँ एकदम हटिया लागिरहेको छ के हटिया लागेकै ठाउँमा यसो फलफुलहरू किनौँ भनेर चाहिँ हामी लागिरहेछौँ विद्यार्थीहरू पनि यहाँ भर्खर छुट्टी भएर आइरहेको छ कोसेलीको रुम पनि कोसेली त चाहियो सन्तला लैजानु त होला नि होइन भन्नु न ल के भा यताबाट छिराउनु हुन्छ यताबाट छिराउनु हे 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 कहाँ लिएर आउनु हजुर नमस्ते भाइ हजुर बेना कहिले आएको बाबु हजुर नमस्ते नमस्ते साबुङ कतिमा पढ्छौ हजुर एलकेजी उता हाम्रो फोमा ल फुपूले के दिँदैछ लु ल
सानो नानीको नाम के हो समृद्धि ए समृद्धि ल नमस्कार नमस्कार